यीशु ख्रिस्टको नाममा सबैजनालाई जय मसीह अनि नमस्कार भन्न चाहन्छु। आज पनि म मेरो युट्युब च्यानलमा तपाईहरूको बीचमा ब्रह्माण्ड र मानिसको सृष्टिको बारेमा म केही कुराहरू लिएर आएको छु। ब्रह्माण्डको सृष्टि कसरी भयो र मानिसको सृष्टि कसरी भयो भन्ने कुराहरू म बाइबलबाट तपाईहरूको बीचमा राख्न चाहन्छु। म उत्पत्ति 1 अध्यायदेखि हेर्न चाहन्छु। उत्पत्ति 1 अध्यायको 1 देखि 31 पदमा हेर्दै जाँदा, जब परमप्रभुले पहिलो दिनमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो, जुन आकार बिना र शून्य थियो, तब परमेश्वरले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो अनि दिन र रात सृष्टि गर्नुभयो। अनि दोस्रो दिनमा उहाँले पानीलाई दुई भाग गर्नुभयो अनि क्षेत्र मुनिको भाग र माथिको भाग छुट्याउनुभयो। क्षेत्र माथिको अन्तरिक्षलाई उहाँले आकाश बनाउनुभयो। अनि तेस्रो दिनमा आएर परमप्रभुले अनि आकाश मुनि भएको उभानो भूमि, पृथ्वी र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्र बनाउनुभयो। अनि त्यो उभानो भूमिमा उहाँले सबै वनस्पति, बिउ हुने बोट बिरुवा र आफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू उमार्नुभयो। अनि त्यसै गरी चौथो दिनमा उहाँले दिन र रात छुट्याउनलाई, ऋतुहरू, दिनहरू, वर्षहरू छुट्याउनलाई ताराहरू, सानो ज्योति, ठुलो ज्योति सृष्टि गर्नुभयो, जसलाई आज हामीले सूर्य र चन्द्रमाको नामले चिन्दछौँ। अनि पाँचौँ दिनमा उहाँले पानी, जीवित प्राणीले भर्नुभयो। विशाल जलचरहरू, पानीमा हुने हरेक किसिमका जीवित प्राणीहरू, पृथ्वीमाथि आकाशमा उड्नका लागि जात जातका पखेटा भएका पक्षीहरू सृष्टि गर्नुभयो। अनि यसरी आएर अनि छैठौँ दिनमा हामी हेर्छौँ भने परमेश्वरले पृथ्वीमा जात जातका जीवित प्राणीहरू अर्थात् जात जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात जातका वन पशुहरू सृष्टि गर्नुभयो। त्यसपछि समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गर्नलाई मानिस जाति सृष्टि गर्नुभयो। तर आज संसारको मानिसहरूले परमेश्वरले मानिसलाई नै सृष्टि गर्नुभएको भनेर स्वीकार गर्न नसकेको हामीले देखिराखेका छौँ। मानिसको पुर्खा बाँदर हो भनेर भनिराखेको हामीले सुन्दै आइराखेका छौँ। यदि मानिसको पुर्खा बाँदर नै हो भने किन आजको दिनसम्म त्यो बाँदर मानिस बन्न सकेको छैन त? त्यसैले हामी बाइबलबाट हेर्छौँ भने परमप्रभुले मानिस नै सृष्टि गर्नुभएको छ र बाँदरलाई नै सृष्टि गर्नुभएको छ। हुन्छ, म तपाईँहरूलाई बाइबलबाट थप पुष्टि गर्न चाहन्छु। हामी हेर्छौँ भने उत्पत्ति 1 को 26 र 27 अध्याय पढेर म तपाईँहरूको बीचमा राख्न चाहन्छु। अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऊ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। आमेन। यसरी परमप्रभुले सबै कुराहरूमाथि, सबै जीवित प्राणीहरूमाथि अधिकार गर्नलाई उहाँले मानिस जाति सृष्टि गर्नुभयो र आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा। त्यसैले आज हामी जस्तो मानिसमा जति चेतना छ हामी अरूमा कुनैमा पनि हामी भेट्न सक्दैनौँ। अनि हामी हेर्छौँ भने त्यस पछाडि अनि मानिसलाई कसरी सृष्टि गर्नुभयो त? अनि नर र नारी त सृष्टि गर्नुभयो भनेर त हामीले हेऱ्यौँ, तर कसरी सृष्टि गर्नुभयो त भनेर हेर्नलाई हामी उत्पत्ति 2 को 7 पदमा जानेछौँ। यहाँ लेखिएको छ, तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भयो। अनि यसरी परमप्रभुले आफ्नै हातले, आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा मानिसलाई एउटा माटोबाट सृष्टि गर्नुभइकन अनि त्यस पछाडि उसलाई आफ्नो जीवनको सास हाम्रो नाकबाट फुकिदिनु भइकन आज हामी यो मानिस जाति सृष्टि भएका छौँ। त्यस पछाडि उहाँले मानव जातिको यो नर त सृष्टि गर्नुभयो, त्यस पछाडि नारी कसरी सृष्टि गर्नुभयो त भनेर हामी अझै हेर्नेछौँ। हामी 18 पदमा हेर्नेछौँ। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु। त्यसैले परमप्रभुले यो मानिस जातिलाई सहयोगीको रूपमा एउटा स्त्री पनि उहाँले सृष्टि गर्नुभएको छ। अनि त्यसै क्रममा हामी अझै 21 देखि 24 पदमा हेरेर हामी थप पुष्टि गर्नेछौँ।
21 पदमा यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र उनी निदाएको बेलामा उनको करङहरूमध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटा स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। मानिसले भने, यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्। त्यसै कारण परमेश्वरले मानिसबाट एउटा करङ निकालेर स्त्रीलाई बनाउनु भएको कारणले आज मानिसको करङ स्त्रीको भन्दा एउटा कम हुन्छ। यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। त्यसैले हामीले आज हेरिरहँदा संसारमा पनि साँच्चै नै विवाह गरे पछाडि छोराछोरीहरू छुट्टिएर आफ्नो जोडीसँग आफ्नो छुट्टै जीवनहरू सुरु गरेको हामी देख्दछौँ। अनि हामीले संसारको मानिसले भनेको कुराहरू सुन्दै गर्दाखेरि मानिसको सृष्टि परमेश्वरले गर्नुभएको होइन, मानिसको पुर्खा बाँदर हो भनेर भनिराख्दै गर्दा हामीले अनि यो कुरा पनि जान्नु आवश्यक छ कि यदि बाँदर नै हाम्रो पुर्खा हो भने किन अहिलेको समयसम्म बाँदर मानिस बन्न सकेको छैन र यदि बाँदर नै मानिसको पुर्खा हो भने किन हरेक मानिसमा बाँदरको जस्तो पुच्छर आएको छैन त। यो कुरा पनि हामीले जान्नुपर्ने छ। त्यसैले मैले बाइबलबाट बताउन चाहन्छु कि बाँदरलाई बाँदरकै रूपमा परमेश्वरले सृष्टि गर्नुभएको थियो एउटा वन्यजन्तुको रूपमा र मानिसलाई चाहिँ सर्वश्रेष्ठ प्राणीको रूपमा आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभएकोले हामी कोही पनि यो कुरामा दोधार नहुन म हजुरहरूलाई आग्रह गर्दछु। हुन्छ, सबैजनालाई जय मसीह।